कहाँ कहाँ आइपुग्यो भन्नुहुन्छ होला तपाईँले। हामी चाहिँ टक्कै अहिले बडाडे चाहिँ आइपुग्यौँ। यता हेर्दैन न छोरी, बडारै पऱ्यो। सिमाना चाहिँ आइपुग्यौँ। गाडी चट्ट लाएर अब यसो यता हेर्दैन छोरी, यता 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 र छोरी छोरी यता हेर न हौ, सिमानामा हेरौँ न। ए ट्याक्कै लाएर चाहिँ फोटो सेसन ट्याक्कै लाएर सो यहाँबाट पशुपति 6.4 किलोमिटर छ भने मिरिक 19.5, सिलिगुडी 69। हेर्नुहोस् यो सिमानामा चाहिँ हल्का फुल्का मानिसहरू आएको छ। बाहिर नानीहरू जो माथि छ। दुई तिनवटा फोटो खिच्दैछ यिनीहरूले चाहिँ। अब यहाँबाट मेन चाहिँ तपाईँहरूले भन्ज्याङ एकदम क्लियरली देख्नुहुन्छ होइन। यो भ्यू पोइन्टबाट चाहिँ अलिकति त्यो रुखले छल्यो। यस्तो गरेर अलिकति जुम गरेर देखाइदिनु पर्यो तपाईँलाई। चट राम्रो भइराखेको छ। ल अब चाहिँ हाम्रो मिरिकसम्म छ, जाऊँ है। ओए जाऊँ। फोटो खिच्न फोटो साथीहरू। सिमाना चाहिँ आज एकदम फगी लागेर टक 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 घुम्ने लायकको पनि भइराखेको रहेछ। अब हामीले गाडी त्यहाँ राखेको छौँ, चट्टै जानुपर्छ। गाडी यहाँ छ हाम्रो, समित अगाडि अगाडि छ। के हुँदैछ मेरो छोरीले? अझै मिरिक पुग्नु छ त। गाडीमा पुगिसकेको छ। ल त कन्टिन्यू गर्दै गर्नेछु अझै तपाईँलाई भ्लग। साथीहरू गाडी घोडाहरू चाहिँ यस्तो छ यहाँतिर। आमा भिड 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 रहेछ। अब यहाँबाट अझै मिरिक पुग्नु कति किलोमिटर पो देखाएको थिएँ अघि मैले। पुगेको ल सिमाना क्रस। ड्राइभरको प्रमुख भूमिका रहेको छ गाडीलाई सही निर्देशन दिनुमा। अगाडि चाहिँ हेर्नुहोस्, ड्राइभरको जिम्मेवारी ठुलो छ। सानो नानी यसो छ, सुरक्षित पुऱ्याउनु परेन है। सुरक्षित पुऱ्याउनु त पर्यो। तलबाट सिलगढीबाट फेरि माइला भाइ पनि आउँदैछ। भेट चाहिँ हाम्रो मिरिक ठ्याक्कै कृष्णनगरमा हुन्छ। यसको गाडी चाहिँ हरियो पत्ता लाएर बिग्रेछ पोस्ट अफिसको गाडी। साथीहरूलाई मिरिक देखाइदिनु भनेको। मिरिकमा चाहिँ फगी लागिरहेको रहेछ हो। म चाहिँ बाइकमा छु अहिले चाहिँ गर्दै गाडी छ। गाडी त पराउँदैन। नडरलाग्दो फगी लाग्छ।